बच्चाहरूलाई चाहिँ बाहिर राखेपछि के तिनीहरूलाई चाहिँ कस्तो घर आएपछि के खाउँ हुँदो रहेछ कि बच्चाहरूलाई चाहिँ होइन। अनि सब्जीहरू चाहिँ अब होस्टेलमा पनि त्यही बन्दा बैगन कोपीहरू त्यस्तै खाइराखेको, अनि घरमा आउँदा त्यही बनाउँदा चाहिँ वाक्कै लाग्यो मा यो त नखाने भन्ने के। अब एक दुई दिन चाहिँ पनिर बनाउँदा खाने, अब कति पो खाने पनिर मात्रै, नखाने पनिर पनि भन्ने बच्चाहरू। अनि मैले के बनाउँ त भनेको कुनै एक्स्ट्रा सब्जी बनाइछु नअरे कि मेरो छोराले चाहिँ बाहिर बस्छन्। अनि मैले भने चाहिँ ल त्यसरी तिम्रो आज म एक्स्ट्रा खुवाउँछु भनेर मैले चाहिँ माखनको र काजुको सब्जी बनाएँ कि ओहो टेस्टी हुँदो रहेछ मा भनेर खाइरहेको थियो कि। यसलाई चाहिँ हजुरहरूले तेलमा नबनाउनुलाई सब्जी चाहिँ कि बटरमा कि घिउमा बनाउनुलाई एकदमै मिठो हुन्छ कि सब्जी होइन। यसै गरी बनाउँदा मैले चाहिँ लसुन प्याज नहालिकन बनाएको छु। हजुरहरूले चाहिँ लसुन प्याज हाल्नुभयो भने चाहिँ बदाम र काजुको चाहिँ क्वान्टिटी कम गरिदिनु होला होइन। मेरो चाहिँ शुक्रबार परेको भएर मैले चाहिँ बनाएको थिएँ, शुक्रबारकै भिडियो हो कि। अनि त्यसपछि मैले काम हालेको थिइनँ लसुन प्याज, तर लसुन प्याज हाल्नुभयो भने एकदमै मिठो हुन्छ। यसै गरी बनाएर एकचोटि ट्राई गर्नु होला होइन। मैले त्यसमा क्रिमको चाटो चाहिँ छालीलाई फेटेर हाल्ने गरेकी छु। आजको मेरो चाहिँ यसरी खाना तयार भयो है।